हेलो एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि ठिकठाक छु। सबैजनालाई ह्याप्पी विजयादशमी भन्न चाहन्छु। सबैजनालाई दसैँ स्पेसल मनाउनु होला। सबैजनाले खाएर पिएर आफ्नो फ्यामिलीसँग बसेर भन्न चाहन्छु। सो हामी चाहिँ परदेशमा हो। अब यसपालि दसैँमा घर जान पाइएन भन्दा पनि गइएन। अब मेन कुरा त्यो हो, गइएन। अलिकति आएको अवधि पनि पुरा भएको थिएन, समय 2 वर्ष अलिक पुरा भएको थिएन, पुरै गरेर आयो म। अनि त्यही भएर पनि गइएन योचोटि। अब फेरि अर्कोचोटि गइन्छ। त्यही नै हो। सबैजनाको घरमा अब ट्याक्क रमाइलो गर्नुपर्छ। सबैजना खानु होला, रमाइलो गर्नु होला भन्न चाहन्छु। अनि हेरिराखेको छ, भिडियोहरू आइराखेको छ। सबैजनाले रमाइलो गरि पनि रहनु भएको छ। खाएर मासु काटेर है, खाएर रमाइलो पनि लागिरहेको छ हेर्दाखेरि। यस्तो त्यही नै हो। र हामी पनि आज मेरो छुट्टी आज। अनि के खाने भन्ने कुरो भयो। ल साथीसँग सल्लाह गऱ्यो। अनि भोलि खसीको मासु खाने, अनि आफैले बनाएर खाने। खसीको मासु किनेर ल्याएर आफैले बनाएर खाने भन्ने प्लानिङ चाहिँ भएको थियो। अनि फेरि बिचमा एकजना साथीको थियो कि त्यही बनाउन मिल्थ्यो। अनि बनाउने भनेको त्यहाँ अहिले फेरि उहाँहरू पनि खाना त्यो नमिल्ने अवस्था आयो क्या। अनि रुम सर्न पर्ने अवस्था भयो अहिले अन द स्पोट। अनि त्यही भएर त्यहाँ बनाउनु मिलेन। तनाव कत्रो मासु त भनिसक्यो, म चाहिँ मासु लिन हिँडेको। अब फेरि त्यहाँबाट मासु किनेर लिएर आएर कहाँ बनाउने हो, अझै टुङ्गो छैन। फेरि यता फेरि भाँडासाँडा बट्टासट्टा सब बोकेर आइसकेको छु म। मासु हालेर प्याक गरेर लाने। अनि फेरि दाइ र साथी ड्युटीबाट बेलुका आएपछि खाने भन्ने चाहिँ हो। अझै टुङ्गो लागेको छैन, कहाँ गएर खाने भनेर, कहाँ पकाउने भनेर। त्यही हो। अब यस्तै हो विदेशको। अब आफ्नो कम्पनीमा बनाएर खान नपाएपछि अलिकति अप्ठ्यारो हुने कि गाह्रो हुने। केही कुराहरू आफूलाई खान मन लागेको कुराहरू पनि त्यसो कहिलेकाहीँ बनाएर खान पनि नपाउने। त्यही नै भइरहेछ। सो त्यही नै है, म चाहिँ हिँडिरहेको छु ट्याक्क। अब खानु पनि पऱ्यो यार। यसो कहिलेकाहीँ आफैले बनाएर भने जस्तो पनि लाग्ने। अब नमिलेपछि त्यस्तै हो क्या, गाह्रो छ है। यही हो, म बस्ने ठाउँ चाहिँ यस्तै छ है, सोनापुर। यही हो। अब सबै लेबरहरू यताउति बस्ने ठाउँहरू खासै त्यस्तो भनेको जस्तो अरू रमाइलो चाहिँ छैन। त्यही हो, रमाइलो भन्दा पनि अब काम गर्न आएको हो। अब काम गर्ने हो। अब बाध्यता पनि छ है, काम गर्नु पनि पर्छ। नेपालको स्थिति अहिले गम्भीर पनि छ, खासै ठिक छैन अहिले। अब कस्तो, अब नेपालको स्थिति यस्तो छ। अब नेपालमा जागिर पनि छैन। फेरि विदेश आऊँ भने अहिले विदेशतिर पनि आउनलाई अहिले बन्द गरेको रहेछ है। साह्रै गाह्रो छ। अब त्यही हो, के भन्ने। अब म त्यही हो। फेरि मैले मासु लिन आउने ठाउँ पनि फेरि टाढा छ कि, आधी घन्टा जस्तो लाग्छ हिँडेर। गाह्रो छ। अब गाउँघरको जस्तो बाटो भएको उकालो ओह्रालो भयो भने त यसो मजा पनि हुन्छ नि त। त्यो मान्छेले भन्छ सिधा सम्म बाटो हिँड्न चाहिँ नि एकदम सजिलो हुन्छ, मजा आउँछ भन्छ। तर त्यो होइन। तर मलाई चाहिँ सिधा बाटो भन्दा पनि उकालो ओह्रालो हिँड्न ठिक लाग्छ। किनकि आफू पनि अब गाउँघरको मान्छे, उकालो ओह्रालो गरेर हिँडेको मान्छे, उकालो ओह्रालै सजिलो लाग्छ क्या। अब देख्दा यो सिधा बाटो, तर यस्तो दुःख हुन्छ नि, गाह्रो हिँड्नलाई खुट्टा खादिन्छ होइन। धौ छ यो बाटो हिँड्नु पनि। त्यही हो। अनि अब सबैजना दसैँ है, रमाइलो पनि भइरहेको, मजा पनि छ। त्यही त अब यस्तै म बस्ने क्याम्प चाहिँ यही हो, रमाइलो नै छ ट्याक्कै। मस्जिद सजिद सबै छ यहाँ क्याम्प है। के भने विदेश तर है अलिकति उराठै लाग्दो है। तर अब यस्तो ल म चाहिँ आइसकेँ, मासु लिने ठाउँमा चाहिँ आइसकेँ है। अब हेरौँ अब गएर के कस्तो हुन्छ। नेपाली दाइले खोलेको होटेल हो। अब नेपाल सधैँ खसी काट्ने रहेछ। दसैँमा फेरि 2-4 दिनमा खसी ढाल्ने कि। फेरि दिनको 2-3टा खसी चाहिँ, 2-4 खसी चाहिँ ढालिहाल्ने। दिनमा 40-50 केजी चाहिँ ढुक्कै बिक्री हुने रहेछ कि। अनि त्यही भएर हो आइसकेँ म। MNT एभरेज अरे होटेलको नाम। तपाईँहरू पनि सोनापुरमा हुनुहुन्छ भने होटेलमा भिजिट गर्न सक्नुहुन्छ एकचोटि है। आएर यहाँको खानाको टेस्टहरू पनि। म चाहिँ मासु लिएर फर्किसकेँ। मासु 1 केजी आइसक्यो। अब काँचो चाहिँ आयो, अब पाक्ने चाहिँ कहाँ हो र। यसको अझै टुङ्गो छैन। मैले भनिरहेको छु टुङ्गो चाहिँ अझै छैन। होटेल चाहिँ त्यही हो यो ट्याक्कै है। यदि कोही सोनापुरमा हुनुहुन्छ र सोनापुरबाट भिडियो हेर्दै हुनुहुन्छ भने पनि टक्क एकचोटि होटेल चाहिँ नि टक्क भिजिट गर्नु होला भन्न चाहन्छु। सो त्यही नै हो है। मासु चाहिँ आइसक्यो। अब गएर अब कहाँ पकाउने भन्ने हो, पकाएर अनि रन्काउनु पर्छ है। त्यस्तो नाला र खाला पसिना भइसक्यो है। त्यस्तो खसी मासु खान्छु भन्दाखेरि यस्तो आपत्ति भयो अरे।
भेटिनु पनि अझै कति टाढा यस्तो नाला पनि भइसक्यो गाह्रो छ यार के गर्ने हैरान भइसक्यो पुग्नु पर्ने अझै कति टाढा छ क्या अझै अब जिमिङ आइफोन 16 को जिमिङले पनि भेट्दैन अब त्यति टाढा छ अब अल्ट्रै चाहिन्छ यो जिमी हान्नलाई नत्र भने चाहिँ यो जिमले भेट्दैन यति टाढा चाहिँ यस्तो टाढा हुनु परेको पनि अझै जुम्नु छैन हो अब हामी त्यही गरेर भेट्नुपर्छ ल म चाहिँ नि आइसकेँ एकजना नेपाली दाइ हुनुहुन्थ्यो पहिले पनि 180 को भुटानहरू पनि त्यहाँबाट किनेर मैले लैरहेको थिएँ अनि त्यही दाइबाट आएको दाइ ल यसो बनाइदिनु न मैले फेरि मासु ल्याएको छु भनेको अनि हार्न नसकेर फेरि बनाइदिन्छु भन्नुभएको छ एकछिन टाइम लाग्छ एक घन्टा जति टाइम लाग्छ म बनाइदिन्छु भन्नुभएको छ अनि म पनि ल हुन्छ भनेर यसो चिसो जुसहरू खान लाग्यो यार गर्मी यस्तो गर्मी छ वाइल्ड छ गर्मी फेरि चिसोहरू खाँदैछु है अब यसो बसेर चिसो खान्छु यसो कुलसुल खेलेको यताउति हेर्छु अनि त्यसपछि फेरि पाक्छ अनि लिएर जान्छु फेरि रुमतिर अनि फेरि केटाहरू आउँछ अनि त्यसपछि खानुपर्छ त्यही हो यता अब मेला छुट्टै छ फेरि यहाँ पठानहरूको बङ्गालीहरूको अब हाट बजार छुट्टै छ फेरि यहाँ जे खोज्यो त्यही पाउँछ फेरि यहाँ यस्तो हो नि त्यहाँ त है रमाइलो छ यहाँ पनि सबै कुरा अब देख्ने मात्रै हो फेरि यो साग सब्जीहरू त्यो अब यताउति तरकारीहरू त अब हेर्ने मात्रै फेरि खान मिल्दैन बनाउनै मिल्दैन अब मासु बनाउनलाई आपात छ मलाई हम्ने भयो अब तरकारी कसले बनाइदिन्छ फेरि अब छ अब त्यही हो अहिले मासु पाकेपछि भेटौँ फाइनली मासु पनि पाक्यो एउटा नेपाली ब्रो हुनुहुँदो रहेछ अनि यता हाम्रो एउटा दिदी हुनुहुन्छ दिदीले बनाइदिनु भएको छ मासु पाक्दैछ भएर खानुपर्छ है त्यो धन्न बन्यो यार माल चाहिँ यार मैले पता थिइनँ कहाँ खोज्ने कहाँ बनाउने के गर्ने भन्ने चाहिँ भइरहेको थियो यस बन्यो यार ल दसैँ चाहिँ मनाउने भइयो यस त्यति खाएर ल माल चाहिँ टक्का सही बनेर दसैँ स्पेसल हुने भयो है ल मेरो चाहिँ माल बन्यो है माल लिएर आउँदैछु अब खानुपर्छ साथीहरू आएपछि दाइहरू आएपछि खानुपर्छ माल चाहिँ मेरो रेडी भएर आइसक्यो ल अब बल्ल चाहिँ मजा आयो क्या ल खाना सुरु भयो हाम्रो चाहिँ ठिक छ है तर एकदम मजा छ यति पनि खाना पाइयो यार बनाएर ल्याएर यार तपाईँहरू भए नसक्ने राजा कहाँ जाने मतलब अब खतम भइसक्यो भने ल्याइदिनु भयो